आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू नमस्कार। आज म एउटा विशेष घडीमा तपाईहरुसँग मनका केही कुरा राख्न चाहन्छु। हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ। आउँदो फागुन 21 गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ। तर त्यो भन्दा अगाडि हाम्रो सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमा परेको छ। रंगहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण छन्। मैले यो जिम्मेवारी सम्हाल्दाको समय तपाईहरु सबैलाई सम्झना नै छ। जेन्जी आन्दोलन पछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्यलमा थियो। त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो। आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौं। विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौं। यो उपलब्धि तपाई हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो। अब मेरो पहिलो आग्रह तपाई मतदाताहरूसँग छ। देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा शरीक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो। तसर्थ फागुन 21 गते बिहीबारका दिन अरु काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नु हुन म हार्दिक अपील गर्दछु। दोस्रो कुरा, निर्वाचनको यस संघारमा म सबैलाई शान्ति र अमन चैन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामी बीच मनमुटाव र वैमनस्य हुनु हुँदैन। म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईहरुको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो। साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यस अघिको बाँकी समयमा संयमित ढंगले एक अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गर्दछु। यस महान कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्र सेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईहरुको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ। निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको छ। निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध छन्। प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्त्वपूर्ण सहयोग पुर्याएका छन्। नेपाल सरकारका 4वटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत साधन परिचालन गरेका छन्। सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं। छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेका छौं। निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्र राष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु। साथै संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौं। सामाजिक सञ्जाल र आम सञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर
वातावरण धमिल्याउन खोज्ने तत्त्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईहरूलाई जानकारी गराउँदछु। साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्त्वको पछि नलाग्न र मुलुक सामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीहरूलाई विनम्र आग्रह गर्दछु। आज सम्पूर्ण देशवासीलाई अर्को के कुरामा आश्वस्त पार्न चाहन्छु भने मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रशय दिने काम यो सरकारबाट हुँदैन। कानुन बमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन। तेस्रो, हाम्रो उत्सवको कुरा। निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ। यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु। यो रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ। निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्। तर म आग्रह गर्छु, होली मनाउँदा संयम अपनाऊ, कसैको इच्छा विपरीत रङ नलगाइदिउँ। चौथो, एक गम्भीर विषय। आज संसारको अर्को कुनामा मध्यपूर्वी क्षेत्रमा युद्धको सङ्कट गहिरिएको छ। इरान वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ। विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा निहालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठुलो चासोको विषय हो। त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ। हामी हरदम तपाईहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ। अन्त्यमा, इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु। मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ। आउनुहोस्, होलीको खुसी साटौँ। फागुन 21 गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऊ। धन्यवाद।